अब बनेपाबाट सिधै जापान। जापान पठाउने विश्वासिलो र मान्यता प्राप्त ठाउँको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने बनेपा फरबिडलाई सम्झन सक्नुहुनेछ। नमस्ते, कोनिचिवा। मेरो नाम रमन पोखरेल हो। म चाहिँ हाल बनेपा फरबिड एजुकेसन कन्सल्टेन्सीमा एज अ म्यानेजिङ डाइरेक्टर साथै इन्स्ट्रक्टरको रूपमा चाहिँ काम गर्दै आइरहेको छु। म चाहिँ 6 वर्ष चाहिँ जापानमा बसेर नेपालमा आएको हो। मैले जापानमा 6 वर्ष बिताइरहँदाखेरि त्यहाँ नेपालीहरूले पाएको दुःख देखेर नै नेपालमै गएर चाहिँ स्टुडेन्टहरूलाई चाहिँ भाषामा दक्ष बनाउने चाहिँ मेरो चाहिँ मेन उद्देश्य रहेको छ। हामीले चाहिँ बनेपा फरबिड कन्सल्टेन्सीमा चाहिँ एसएसडब्ल्यू स्टुडेन्टका कक्षाहरू चाहिँ सञ्चालन गर्दै आइरहेका छौँ। त्यसका साथसाथै इन्टरभ्यू क्लासहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यदि तपाईँहरू बनेपामै राम्रो कन्सल्टेन्सीको खोजीमा हुनुहुन्छ भने चाहिँ बनेपा फरबिडलाई सम्झनुहोला। हाम्रो लोकेसन रहेको छ बनेपा चाँदनी चोक। नमस्कार, मेरो नाम सम्झना दाहाल। म यस बनेपा फरबिडमा लामो समयदेखि कार्यरत छु। हजुरहरूको वैदेशिक यात्रामा आउने विभिन्न डकुमेन्टेसन लगायतका विभिन्न समस्याको समाधानको लागि हाम्रो बनेपा फरबिडले सहजीकरण गर्नेछ। हजुरहरूलाई यहाँ हार्दिक स्वागत गर्न चाहन्छु। नमस्ते, मेरो नाम चाहिँ रोहित कुमार महतो हो। म सर्लाहीबाट आएको। म बनेपा फरबिडमा अहिले पढिरहेको छु। यहाँबाट एप्लाई गर्दाखेरि 4-5 महिनामा सिओई आइहाल्छ। त्यही भएर म यहीँबाट पढेको। हजुर नमस्कार, मेरो नाम दिवाकर भट्टराई। मेरो घर चाहिँ स्याङ्जा। हाल म बनेपा चाहिँ बस्छु। म चाहिँ अहिले बनेपा फरबिडमा चाहिँ अध्ययन गरिरहेको छु जापानिज भाषा। मेरो चाहिँ अब 5-6 वर्ष चाहिँ ग्याप छ, त्यही पनि मैले चाहिँ प्रोसेस गरिरहेको छु। अब तपाईँहरू 5-6 वर्ष ग्याप छ अथवा हजुरको फ्रेसर हुनुहुन्छ भने चाहिँ आउनुहोस्, बनेपा फरबिडमा स्वागत छ। प्लस यहाँको एकदम वातावरण चाहिँ एकदम फ्यामिली वातावरण छ। त्यसो हुँदा बनेपा फरबिडमा तपाईँहरू सबैलाई स्वागत छ। नमस्कार, म नवराज फ्याल, बनेपा फरबिड एजुकेसन करियर प्राली लिमिटेडको म्यानेजिङ डिरेक्टर र हामी एजुकेसनको क्षेत्रमा विगत 5-6 वर्षदेखि बनेपा सहरमा रही नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाको रूपमा चाहिँ हामीले काम गरिरहेका छौँ र हामीले प्रत्येक इन्टेकमा स्टुडेन्टहरूलाई जापानको विभिन्न सहरहरूमा पठाइरहेका छौँ र हामीसँग 100+ ए लेभलका कलेजहरूसँग हाम्रो डाइरेक्ट कनेक्सन पनि रहेको छ। र यहाँहरूले हाम्रो रिजल्ट र फिडब्याक हेर्न चाहनुहुन्छ भने हाम्रो प्रत्येक इन्टेकमा 100% 99% भिजा सक्सेस रेटहरू छ। र फिडब्याकको कुराहरू गर्दाखेरि यहाँले आजभन्दा पहिला गएका साथीहरूसँग पनि सोध्न बुझ्न सक्नुहुनेछ। र हाम्रो कम्पनीको मेन कार्यालय चाहिँ